साथीहरु फाइनली मैले कोरिसकेँ। मैले धेरै बेर लाएर कोरिसकेँ। अब मोल्नु पर्छ अनि मस्यौरा बनाउनु पर्छ साथीहरु है। गाह्रो छ यो, एकदम प्रोसेस लामो छ है। देख्दा त सजिलै हुन्छ यो, तर हामीहरुले देखाउँदैनौं, गर्दा चाहिँ गाह्रो हुन्छ। हेर्नुस् है। अब फाइनली मैले सबै कुरा रेडी गरेँ है। यो यस्तो हुँदैछ। म यहाँ हेर्नुस् गर्दैछु। अब म मोलेको पनि देखाउँछु हजुरहरूलाई। हेर्नुस् है। यहाँ मेरो झन्नै हात काटो अलिकति काटिहाल्यो। गाह्रो छ यो काम है। हेर्नुस् त रेडी भयो पिँडालु। अब यसलाई अलिकति यसमा हाल्नु पर्छ। अब सिध्यो है। अब के गर्ने? अब यसलाई अलिकति झिकौँ। यो बढी हुन्छ जस्तो लाग्यो मलाई। म चाहिँ मस्यौरा बनाऊ। मस्यौरा बनेकै छैन। मस्यौरा बन्न टाइम लाग्छ। ल हेर्नुस् अब यो दालमा म मोल्छु है। दालमा म मोल्छु। नगर्नुस् न। नगर्ने। एकदम गाह्रो हुन्छ। म यहाँ गर्न सक्दिनँ। हजुरले यसरी मजाले मोल्नु। त्यो हाल्छेलु मलाई। यसरी गर्न बिस्तार भाउ नपोखिकन। एकदम गाह्रो छ यो। हाल्दिछु नि अलि मजाले। सबै लु हाल्छ। छुनु पर्दैन हजुरले। म मोल्छु है। अझै हाल्नु? सबै हाल्ने हो बाबा। अलि हाल्यौ न। त्यसै गरेपछि पोखिँदैन। त्यही त यस्तो हो। ल साथीहरु यो काम प्रोसेस लामो छ। फेरि सफासँग पनि गर्नु पर्यो है। गाह्रो छ तर सफासँग गर्न सकिँदैन। गरिरहेको छ। तर अब सफै गर्ने कोसिस गरिरहेछौँ। आफूले खाने हो फेरि है हामीले। मिठो अब हुन्छ। पछि सुकेपछि मिठो मिठो हुन्छ। तरकारी खानुपर्छ। तरकारी भातमा हाल्नुहोस् अनि मिठो हुन्छ। तरकारी खानुहोस्। अलि नपोक्नुहोस् हजुरले। बोक्सियो। म गर्छु हजुर छोडिदिसियो। छोरी बक्सियोस् है। ल हेरौ कता गई बक्सियो यो। को सिद्धि र लायो भयो निकाल्यो भयो। यता देखाइसु हैन। फाइनली 3 मिनेट्स भयो है। हजुर ठिक छ। ओके। अब फेरि पछि हामी फेरि रेडी भएपछि देखाउँछौँ। अब अफ गरिदिन्छु। हाफ हुँदैछ। म हाल्दैछु। यो टाइम लाग्छ है। अझै यति बाँकी छ। एकजनाले मात्रै गर्न अलिक टाइम लाग्छ। अब यहाँ मलाई चाहिँ खासै हेल्परहरू हुनुहुन्न। म एक्लो मान्छे। त्यही भएर मलाई गर्न मन चाहिँ लाग्छ यस्तो कामहरू। तर अलि झ्याउ नै हुन्छ। तर पनि अब सबिना दिदी तल हुनुहुन्छ। त्यही भएर एक्लै परिरहेको छु। त्यही भएर यहाँ फोटोग्राफी चाहिँ हाम्रो मैया। हेर्नुहोस् हाफ हुँदैछ अहिले फाइनली। हजुरहरूलाई भइसक्यो। फेरि हामी देखाउने खास। ओके यो पनि देखाइदिन्छु। यहाँ पनि फोटो अनि गर्छु फाइनली गाइस। अब चाहिँ हाम्रो मस्यौरा हाल्ने बेला हुन लाग्यो। हेर्नुहोस् अब यसमा हाल्ने। ल हेर्नुहोस् म पनि हाल्ने। हजुरले हाल्न सक्छन्। फाइनली गाइस हाम्रो चाहिँ यस्तो भयो है मस्यौरा। हेर्नुहोस् त भर्खर सुरु गरेँ हाल्नलाई। म हजुरहरूलाई हालिसकेपछि फेरि देखाउँछु फाइनल रिजल्ट। फाइनली हामीले एकदमै सफाउन लाग्यौँ। अब चाहिँ हेर्नुहोस् है। हामीहरू देखाउँदैछौँ हजुरहरूलाई। अब लगभग मेरो भन्नु नै हो भने 3 घन्टा पनि बेसी लाग्यो होला। तर छोटकरीमा मैले
हजुरहरूलाई छोटो छोटो मात्रै देखाइरहेको छु है। पुरै प्रोसेस चाहिँ देखाउनु पर्दैन। यस्तो हो। लगभग 4 घन्टा 5 घन्टा लाग्छ अझै। त्यही त त्यस्तो लामो प्रोसेस देखाउनलाई त अलिक गाह्रै पर्छ। अनि भिडियो पनि लामो हुन्छ। लामो हुन्छ, भिडियो खिच्नलाई पनि गाह्रो नै हुन्छ। हेर्नुहोस् सबै एडिट गर्नु पनि गाह्रो हुन्छ, त्यही भएर अनि यति लगभग यति चाहिँ अब मैले सकेँ। फाइनली मेरो सिप चाहिँ योभन्दा धेरै चाहिँ मैले सकिनँ है। यस्तै यस्तै ए यहाँ बाँकी छ नि, बाँकी सकिन लाग्यो हेर्नुहोस्। ल अब यस्तै हो। अब यति मात्र बाँकी छ, त्यो लगभग अब सबै ऱ्याप अप गरेर सकिनै हाल्यो लगभग। ऱ्याप अप है। गरेर सकाउने हो। फाइनली साथीहरू सक्यो ल, थ्याङ्क यू। सब्सक्राइब गरिदिनुहोस्, फलो गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। मेन चाहिँ मलाई सब्सक्राइब गरिदिनु साथीहरू हेरेर है। साथीहरूले थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू। बाई। बाई।